हेलो गाइज, गुड मर्निङ सबैजनालाई। लङ टाइम पछि भ्लग हाल्न लागेको होइन। हामी चाहिँ होइन मनकामना घुम्न जाँदै होइन, मनकामना गरेर हामी ट्रेन पर होइन अनि हाम्रो फर्किने प्लान छैन पुरै फ्यामिली चाहिँ पछाडि आउँदैछ र सबैजनाले फुल भिडियो हेरिदिनु होला। मन परेमा लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। ओके, लेट्स गो। फाइनली गाइज हामी पनि टिकटमा भन न जाने बाई बाई गरिदिउँ तिनीहरूलाई। भिडियो तिम्रोबाट यिनीहरू दौडिँदा आएको कुन दौडिँदै उताडे आएको नि अरू माथि आउँदैछ ऊ डल्ला। अभी हेलिकप्टर उड्यो हामी त डराएको डराउने होला। डाँडा होइन, डाँडा कस्तो खतरा डाँडा देखेँ 0.5 पर किन भने 19 नम्बर तिम्रो छ डाँडा रे मनकामना मन्दिर भने त्यो ठाउँमा सज रहेछ क्या। अच्छा बाङ्गो भएछ टोपी। होइन भाँडो गर्नु राम्रो राम्रो। ल्याइसक्यो तलै यति अरे काठको सामान यस्तो दामी काठको बासमती चामल अर्को दाल आलु भुजिया कौली राजमा रायोको साग टमाटर चटनी नक्कल घिउ पापड बसुन न बसुन कस्तो मिठो बाख्ना खाटी मुरु है। अहिले फर्किँदा लिएर जाऊँ ल। फर्किँदा तिमुर यस्तो मन्दिरको चिलो सम्झना के देखेँ फेरि मापले रानी रानी
बाबु के हो मेन मन्दिर फाइनली गाइज हामी चाहिँ फर्स्ट टाइम है म चाहिँ फर्स्ट टाइम हो कि मनोकामना आएको चाहिँ यो चाहिँ एकदम रमाइलो भिड पनि त्यस्तै भिड कि हावा पनि दामी छ एकदम फर्स्ट टाइम आएको केबुल कार पनि फर्स्ट टाइम चढ्यो कि फर्स्ट टाइम आएको नि 1 घन्टामा आइपुग्यो लम्बुबाट बाबुलाई महाकाली महालक्ष्मी सरस्वती एकैचोटि बालेर आइदैन अलि बाटो भनिन्छ मलाई अर्को वर्षमा बाल्नु बालेर दस दिन पछि सक्छौ इच्छाले देऊ हामी त बाहिरबाट गरेको पूजा हुन्छ नि हैन सम्झे त नमस्ते भन्नु बाबुलाई हो रेडी जाऊ माला का लागि भगवान टिका लगा दाइर भाइ लाइट छ त्यसमा राति पहिलो चोटि आएको आमा हामी चाहिँ
यसको नि वैशाख 1 गते बिहा होस् भन्नु है यसलाई नि वैशाख 1 गते बिहा हो धजन बाँधिन् त्यहाँ मेरो पालो है बसेर गर्नु तेरो त के भन्नु त मलाई त अर्को बिहा भन्नु होइन छोरी बा त ड्याममा ट्विन्स है ट्विन्स छोरी पायो एकैचोटि अब ल ट्विन्स छोरी पाओस् गङ्गा जमुना सक्छ जेठी भाइले हामी चाहिँ फर्किन लागेको ल घुमघाम गऱ्यो पूजा नि गऱ्यो मेरो भुल्टी आयो भने ल फर्किन लागेको ल फोटोसोटो नि हान्ने होइन अब चाहिँ फर्किन लागेको गाइस अब चाहिँ हामी चाहिँ फर्किन लाग्यो फोटो सेसन पनि गरियो घुमघाम गऱ्यो रमाइलो लाग्यो अब फर्किन लागेको फोटो पनि बनाउँदैछ कि एउटा टक्क गरिहाल्छ आऊ आऊ सानो आऊ आऊ लिएर आ त्यसलाई टिमुर लाने टिमुर घरमै के लान्छ किन्न लाने लाने हो र हामी त लेखको परे खाना त अहिले नखाम होला रान होइन काठको भाँडाको दाम त्यो नक्कली हो कि सजाउन राखेको सजाउने हो कि न काठको कभरको दाम भाँडा मार्ने विचार गर्दै त्यसले पानी छैन हामीसँग पानी छ भाइ भाइ यहाँ रहेछ काठको भाँडोहरू पुरै काठकै मात्रै सामान रहेछ है कपहरूको त्यो आएर यहाँ चाहिँ निर्माण कार्य भइरहेको
बनाइसक्यो दाइ तलै ठिक छ हजुर क्या कता नि हो त्यसलाई यसो भन्नु है के भनौँ भन्दाखेरि बासमती चामल हालेको थियो दही पनि हालेको थियो भने 2-3 दिन अचार खानाको लागि चाहिँ तरकारी एकदम दामी थियो है बाबु जानी खाऊ राम्रै खाऊ मिठै खाऊ होटल के जता पनि होटल जता पनि होटल चारैतिर होटलहरू यता पनि तानेछ उता पनि तानेछ ए ताने गर्छ कता जाने खाना यता नि तानेछ उता नि तानेछ अब खाना त खाने हो हेरौँ कहाँ खाने हो यहाँ नि हो है लास्टमा चाहिँ हाम्रो चाहिँ यो कटेज चाहिँ यो कटेजमा खाने चाहिँ हो यही यत्रो पार्किङ पनि यो कटेजमा चाहिँ खाने हो यही म कटेज पनि देखाउँछु ल यो कटेज चाहिँ फिक्स भयो हाम्रो खानालाई के छ बिहाल छ ब्यान्डम्यान खाली पसलमा गाडी मात्रै समात्यो पसलमा गएर गाडी किन्दे उसले के कहिले गाडी समात्यो कहिले के समात्यो कहिले के समात्यो आयो लोकल कुखुरा खाना केटा के छ एकदम ठिक छ द वेदर इज नट गुड यो यहाँ हालेन प्योर लोकल कुखुरा खाना What's up, guys? Now I'm starting now. खाना साना खाइयो हैन अब फर्कियो खाइसक्यो अब लागेको अब ऐन पहर ऐना छरतिर गइन्छ अझै मान्छे त अझै कति आउँदै रहेछ तिम्रो छ त टी कति राम्रो है ओहो आमा
अर्को बाटो गयो यो तलको यता देखाइदिनु त फोटो चाहिँ ल एउटा मात्रै थ्याङ्क यू किन सानो फुल कति राम्रो त्यो त जाने हो त्यही जाने हो आइसक्रिम खाने आयो अब जाने ल उहु हेर कतितिर मान्छे हुन्छ ल आउँदा त भिड हो जाँदा नि फेरि त्यस्तै भिड अहिले जाँदा चाहिँ हल्का मात्रै भिड अघि आउँदा त फेरि लाग्दै भिड थियो नि त अहिले त खासै भिड थियो कति नम्बर 12 नम्बरमा पर्ने हो हामीलाई यो 12 नम्बर 11 नम्बर चाहिँ हामी 12 नम्बरमा पर्ने आउनु त्यहीँ आउनु 12 नम्बरमा चढ म पनि चढ्नु कहाँ चढ्नु ओ यस केही छोडेन के छैन मोबाइल छोड्नु भएन त्यति गाह्रो गरेर त मोबाइल यही छ मोबाइल छ नि ल बन्द भयो अटोको चाबी छोड्नु भएन यस अरूभन्दा स्कुटीको तल छोडे लैछ होइन आज चाहिँ यहाँ राखिन्छु कस्तो छ फेरि यहाँ त श्रीकुङ हुँदैन बाई गरिदियो बाबु बाई गरिदियो सबलाई बाई 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 ओ माका टु लुक एट दिस जाँदा त स्पिड आउँदो रहेछ हैन यहाँ विषय एकदमै खुसी हो ओ माय लर्ड ओराला त मलाई डरा बाबु डरा हैन त्यो भज्राङ्गको पनि ठाउँ डरायो कि गुडुङ भएको है यहाँबाट हेर न यहाँबाट ओ माय गॉड सुन्तला यता हेर त के भयो ओइ यता हेर त बाबालाई त खानै ट्याममै भयो त्यसै भन्थ्यो दुईटाको कान बन्द भएको रे दिदी नमस्ते गर्नु हो नि मर त भएन ओ माय गॉड सुन्तला गाडी त बवाल देखे है सबै सुन्तला त त्यो जम्मै सुन्तला होइन आथि हामी जान्नु त्यहाँ छ नि त्यहाँ त्यो माथिदेखि तलसम्म सबै सुन्तला त 2-3 डाँडा कटेर तल झर्नु पर्ने छ गाउँ कति राम्रो फेरि है सानो घर च्याट्टा परेको झुग्रो झुरु पनि यता नि मरुभूमि जस्तो अल्सो रोटी यतिवटा फर्सी हेर फर्सी आएर कति राम्रो भएको त्यहाँ कहाँ फर्सी विकास फर्सी हो त्यो विकास फर्सी ए उ त्यो भएमा फल्ने ऊ त्यो भएमै फल्ने सानो घर त्यत्रै घर जम्मै यी बिकार त हो नि यो केबल कार चल्दैन पो होता नि यो ठाउँ बिकार केबल कार माय लर्ड यो अन्त शैली डरा बाबु डरा हैन ओ माका टु भज्राङ्गको पनि ठाउँ डरायो कि गुडुङ भएको है यहाँबाट हेर न यहाँबाट ओ माय गॉड सुन्तला यता हेर त म चुप यता हेर त का दुःख नगरी खान मिल्दैन बोकेर ल्याउने होइन त्यो यति गाडी आइदिएर यिनीहरूलाई के भयो बिचारा रिसन ए रिसन अब के भयो ऊ आयो हेर न उठ्याएको आयो भनिदेऊ ल आयो भन्यो ल हालिदिएर ल गाइस
हेर न यी आबिसे तलको त बिजुली लाइन हो क्या हो बिजुली लाइन हो क्या तलको होइन होला बिजुली लाइन त के हो लाइन के जोड्थ्यो गाइस आइपुग्यो भट्टम चढेर क्या लाग्थ्यो कि जाँदा त खासै के भएन आउँदा त पुरा कच्चा कच्चा क्या डर लगाएर सातो बुलेट आउँदै कान पनि डम्बो भइरहेको जाँदा त केही हुँदैन आउँदा त कस्तो सिरिङ भयो कि पुरा म त उमा झन् एकतिर हेरिरहेको त पट्ट गर्दै साप टोकेर मेरो त्यो डरायो जाँदा त रमाथ्यो आउँदा त डरायो पुरै बाबु बाउ त डरायो छोरा त किन्न डराउँछ नि त्यहाँनिर सातो भएको नि मेरो उब्रिने त्यो बाटो झर्ने बाटोहरू कहिले जानेर पाएँ कुनै पनि भन्दैन आयो मेरो ड्राइभर ए मेरो ड्राइभर आइपुग्यो मेरो ड्राइभर के छ ड्राइभर खोइ होला कहाँ ल लाग्यो अब घरतिर Once man you never know how one of the most glorious friends. Lord Buddha, मनोकामनालाई धन्यवाद। अब हाम्रो यात्रा सुरु भइसकेको छ। यात्रामा विशेष टिमसँग हुनुहुन्छ छड्के गुरुङ। आजको यात्रा मनोकामनादेखि फर्किँदै अब हाम्रो दोस्रो यात्रा होइन पर के अरे होइन छ र मुक्लिन पहिला मुक्लिन त्यसपछि मात्र पहिला मुक्लिन मेरो अगाडि हुनुहुन्छ 535 को अटो ड्राइभर जीवन नलगेवा mana kawan naik sampai ke rasa bulan dua di bilang berarti kan bersama Mary Maya. लो मनोकामना माई रक्षा गरून् बाई 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 हावाले हल्लाइदिँदो रहेछ दुईटा गाडी बिग्रेर यस्तो समस्या हो जाने क्रममा माया त्यो माइक्रोलाई कहाँ हालेको फेरि यार त्यो माइक्रो हेर्न माया यसलाई हो त्यो आयो भने त्यो के मैले त्यसलाई भनेर कान गाडी लुट कहाँ हाले त त्यो माइक्रोले यत्रो पहुँच यहाँदेखि दिए यार माया तेसार दिन गए तेसार दिन पागल साला रहेछ माइक्रो यत्रो भएर माइक्रो हाले यार माया यसलाई
अब अडिन चाहिँ धेरै अडिन चाहिँ अलिक ग्याप राख अलिकति ग्याप राख के ग्याप राख्ने के हिरो ओडाइ गर्नु अब गाडी पिसारेको छोरी गयो यार यस्तो घामहरूले गर्दा झन् जाम हुने नै जाम किन मात्र 2टा गाडी बिग्रेर यार नेपालमा ल गाइज हामी चाहिँ टक्क मनकामना पूजा गरेर होइन फर्क्यौँ अहिले चाहिँ हाम्रो मुगलिनको पुरानो पुलमा चाहिँ टक्क लाएर फोटो खिचेको यहाँ आउने चाहिँ एकदम रहर थिएन आइपुग्यो खुसी लाग्यो होइन टक्क सोल्टिएर म तर मम्मी बाबाहरू चाहिँ आइपुगेन कि हामी दुईजना मात्रै अगाडि आयौँ जाम डेन्जर जाम के एउटा माइक्रो बिग्रिरहेको त्यो माइक्रो बिग्रिनाले अब कति जाम भइरहेको क्या पुरा यो चाहिँ नयाँ पुल है मुगलिनको नयाँ पुल हो यो चाहिँ पुरानो पुल दामी छ ओ गाइज ल लाग्यो अब बाई बाई मुगलिन बाई 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 ल मामाहरू आए मामा नमस्कार लफडा 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 रोड त हेर मामाले त हेर्दैन हेरी मामाले त हेर्दैन हेरी छोड्छ त भन्छ भनेर ल गाइज आइपुग्यो ऐना पहाड पनि ल यहाँ पनि फर्स्ट टाइम है यहाँ पनि फर्स्ट टाइम आएको थिएन अहिलेसम्म आएको थिएन फर्स्ट टाइम ऐना पहरा ए यहाँ न्यू इयरमा पनि रहेछ त प्रोग्राम रहेछ त न्यू इयरमा हात्ती यस्तो परमा पनि यस्तो खतरा भनेर उहाँबाट गरेर कत्रो पऱ्यो दामी झन् माथि झन् खतरा दामी दामी बनायो यस्तो पहरामा त खतरा बनायो पहरामा नि अस्ति नै हामी आउँदाखेरि त केही थिएन कि यहाँ छरा मात्रै देखिन्थ्यो हामी नेपाली हाम्रो नेपाल पुल रहेछ यहाँ कता पुलमा नि कति राम्रो जुगा हाल्यो कि यहाँ बनाउने बाँकी रहेछ अझै उकालो फर्स्ट टाइम आएको यार आमा यो दामी हो कि पछि हामी आइसक्यो वाह यो अन्त यहाँ आमा छोराको दामी भिडियो नै
खतरा छ कि यहाँ जलपरी त्यहाँ जलपरी नि त्यो अप्सरा त्यही ढुङ्गा खोपेर बनाऊ अन्त हामी रहेछ ल यो हो नि कलाकृति भनेको चाहिँ ल गाइस परको चिसो पानी पनि खाइयो है रुवा पनि राम्रो रहेछ हात्तीको दाराहरू चाहिँ खतरा बनाएर चाहिँ पुरै पर फोरेर यस्तो दामी बनाएर नाइस 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 उतै न उता दामी ऐनावीर बबाल रहेछ ऐनावीर यसै भने त ऐनावीर अनि हात्तीको टाउको यता यता भित्रतिर छ यहाँ फेरि अप्सरा उता चाहिँ आमा छोरा सुतिरह बैरागी पारामा दामी छ यता फेरि पिङ पनि बनाएर चाहिँ दामी छ ल गाइज हाम्रो चाहिँ लास्ट गन्तव्य स्थान चाहिँ यहीँसम्म है ऐनावीरसम्म टक्क घुम्यो फोटो खिच्यो होइन रमाइलो गऱ्यो अब चाहिँ लाग्यो घरतिर ल सबैजनालाई बाई बाई आशा छ कि सबैजनाले भिडियो हेरिदिनु भइसक्यो ओके सबैजनालाई बाई बाई लाइक कमेन्ट सब्सक्राइब बस त्यो भन्नै पर्दैन गाइजहरु हैन मेरो सुल्टी छड्के बहादुर गुरुङजीलाई लाइक कमेन्ट सब्सक्राइब हैन सक्नुहुन्छ नि लभ माया पनि गरिदिनुस् र सब्सक्राइबर बढाइदिनुस् द्याट्स अल